आज चाहिँ निर्जला एकादशी यानि कि तुलसीको दल छर्ने दिन क्या। मेरोमा चाहिँ तुलसीको बिरुवा यति ठुलो ठुलो भइसकेको छ। म चाहिँ गमलामा फुलहरू रोप्दा होस्, कुनै बोट बिरुवा रोप्दा होस्, तुलसीको मन्जरी यत्तिकै मोलिरहेको हुन्छ क्या माटोमा। अनि जताततै तुलसी उम्रेको हुन्छ, बिन्द्रावन जत्तिकै छ क्या। तुलसीको बोटमा हेर्नु न, यहाँ हाउभाउ हेर्दाखेरि सबै तुलसी जस्तै देखिने झार यसरी उम्रेको हुन्छ क्या। तुलसीको बोटमा मात्रै होइन क्या, धान रोप्दाखेरि हाउभाउ हेर्दा धान जस्तै देखिने नाबो उम्रेको हुन्छ। त्यो नाबो छानिकन हामी उखालेर फाल्छौँ। हाम्रा लाइफमा भइरहने दिनानुदिनका हरेक क्रियाकलापबाटै हामीले धेरै कुराको शिक्षा पाउन सक्छौँ क्या, यदि खोजी गऱ्यौँ भने, चाह गऱ्यौँ भने, चासो गऱ्यौँ भने क्या। यो दुरुस्तै उस्तै देखिने झारहरू चाहिँ तुलसीमा अनि धानमा अनि गहुँमा जौमा मात्रै होइन क्या, हाम्रो परिवारमा पनि यस्ता झारहरू भित्र भइरहेका हुन्छन्। हेर्दा हाम्रो फ्यामिलीसँग हरेक कुरा म्याच खाए जस्तो, हाम्रो परिवारै जस्तो सेम टु सेम हामीलाई फलो गरे जस्तो देखिने भित्रभित्रै, तर बेग्लै फ्यामिलीको, बेग्लै किसिमको, बेग्लै सोच भएको, बेग्लै संस्कार भएको, हामीलाई बिगार्नलाई हामी जस्तै भएर हाम्रो साथमा हिँडिरहेको पनि हुनसक्छ क्या। हरेक आनी बानी हाउभाउ सबै दुरुस्तै तपाईँ हामीसँग मिले जस्तै देखाउने र भित्रभित्रै जरा काटिसकेको हुने क्या, घरलाई द्वन्द्व बनाइसकेको हुने। त्यो भएर जसरी यो बोटलाई चाहिँ यहाँ छोडियो भने तुलसाका बोट फस्टाउँदैन, त्यसरी नै हामीले घर फ्यामिलीमा पनि यस्ता हामी जस्तै भएर हिँड्न खोज्ने, हामी जस्तै दुरुस्तै फ्यामिली जस्तै बनेर फ्यामिलीसँग सङ्गत गरेर भित्रभित्र जरा काट्ने हाम्रा आफन्तहरू हामीले चिनेर जसरी झारलाई उखालेर फ्यालिन्छ त्यसरी नै त्यस्ता व्यक्तिहरूलाई पनि उखालेर फाल्नु एकदमै धेरै आवश्यकता हुन्छ क्या। झार उखाल्ने क्रममा चाहिँ एउटा तुलसीको बोट पनि उक्लियो र मैले चाहिँ यहाँ मोठमा ल्याएर यसरी रोपेँ। यो चाहिँ थियो ब्रह्मकमल फुल। आज 3टा ब्रह्मकमल फुल फुल्नु भएको थियो। 2टा चाहिँ मैले शिवजीलाई चढाएँ र एउटा चाहिँ तुलसीको मोठमा चढाएँ। घर फ्यामिली इष्ट मित्र छर छिमेकी साथीभाइमा सबैतिर राम्रै राम्रो हुन्छ भन्न पनि सकिँदैन होइन। कति कुराहरू क्या, कति हाम्रा सङ्गत साथीभाइदेखि लिएर हाम्रा परिवारमा हामीसँग नमिल्ने पनि, हामीसँग सोच नमिल्ने, संस्कार नमिल्ने, विचार नमिल्ने हरेक कुराको सङ्गत हुन्छ क्या। तर हामीले जानेर बुझेर चिनेर छुट्याउन सक्यो भने हामी खराब हुनबाट बच्छौँ। आफूले आफूलाई सेभ गर्नु सबैभन्दा ठुलो महानता हो जस्तो लाग्छ। अझ धेरै परिवारमा कति धेरै असर पर्छ क्या, यताका कुरा उता लाउने, उताका कुरा उता लाउने, एकदमै दुरुस्तै यता तपाईँसँग पनि मिलेर उताका कुरा सुनाउने र आफ्ना कुरा पनि 2-4वटा अब गरिन्छ नि त होइन। त्यस्ता कुरा लगेर घरमा आगो लाउन खोज्ने यस्ता हरिलट्ठक पनि हुन्छन् क्या घर परिवारमा। ब्रह्मकमल फुल चाहिँ यति धेरै फुल्न लागेको छ, गनेर पनि साध्य छैन, भनेर पनि साध्य छैन। एउटा ध्रुव सत्य के हो भने साथीहरू, जे कुरामा तपाईँहरूले धेरै मेहनत र लगानी गर्नुहुन्छ त्यो डबल तिर्बल भएर आउँछ। भगवान्ले तथास्तु भन्नुहुन्छ। तपाईँको मेहनत अनुसारको फल तपाईँलाई अवश्य मिल्छ। चाहे त्यो घरबारी सजाउन होस्, चाहे त्यो फुलबारी सजाउन होस्, चाहे त्यो छोराछोरी र परिवारै सजाउन होस् क्या। त्यो भएर मेहनत आफ्नो घरबारी र फुलबारीमा गरौँ। अर्काको घर भाँड्न, अर्काको घर बिथोल्न, अर्काको परिवार बिथोल्नतिर नजाउँ। कर्म अनुसारको फल सबैलाई मिल्छ। त्यो भएर अर्कालाई नराम्रो देखाएर आफू राम्रो हुन नखोजौँ। छेडिक रमाउनतिर नजाउँ। मनको शान्ति भनेको तपाईँको एकदम राम्रो कर्मले नै मनमा शान्ति दिन्छ। शुभ दिन साथीहरू।